बाट इस्टोनियातर्फ होइन इस्टोनियाको राजधानी टालिन ओल्ड टाउन घुम्नको लागि होइन ओल्ड टाउन विश्व प्रसिद्ध ठाउँ हो होइन। अब यो चाहिँ बोर्डिङ गरिरहेछ होइन पानी जहाजमा प्लेनमा जस्तै बोर्डिङ गर्छ होइन बोर्डिङ गरेर यसै गरी धेरै परसम्म हिँडेर अनि छिर्ने हुँदो रहेछ कि यो त मेरो लागि पहिलो हो यो अनुभव होइन। म पानी जहाज चढेको थिइनँ। अब यहाँ बोर्डिङ भयो फाइनल्ली होइन अनि हामी टिकट काटेर चाहिँ भित्र छिर्यौँ। यो अब यत्रो यो पुल नेरीबाट छिराएको छ होइन। अब यहाँ अब भित्र छिर्यौँ होइन भित्र छिरेपछि विशाल छ कि अब पुरै चाहिँ क्यासिनोदेखि लिएर होइन अब रेस्टुरेन्टदेखि लिएर हरेक होइन सामानहरू त्यहाँ आउने जतिलाई त्यहाँ सामानहरू ड्युटी फ्री होइन अब ड्युटी फ्री सामानहरू हरेक हुँदो रहेछ कि अब हामी चाहिँ जहाजमा चाहिँ अब माथिल्लो तलामा 8औं तलामा जाँदैछौँ। 8औं तलामा चाहिँ त्यहाँ चाहिँ अब त्यहाँ म्युजिक कन्सर्ट पनि हुने रहेछ होइन। अब त्यतातर्फ लागिरहेको छौँ होइन म्युजिक कन्सर्ट। यो बच्चाहरूको लागि यो सबै यो पे गरेर खेल्ने कि पैसा क्यासिनो जस्तो होइन। अब आफूले चाहिँ कोइन गरेर लिने अनि खेल्ने अब जिते पाइयो होइन। यो सबै अब यहाँ चाहिँ मेचहरू यसरी राखेको हुँदो रहेछ ल होइन। अब यहाँ बस्ने आनन्दले होइन बसेर अनि हाम्रो चाहिँ 2 घन्टाको यात्रा हुनेछ होइन। 2 घन्टामा हामी टालिन पुग्नेछौँ र यो बाल्टिक सागर हुँदै बाल्टिक सागर भन्छ यो होइन। हेलसिन्कीबाट इस्टोनियाको राजधानी टालिन चाहिँ 2 घन्टामा पुगिन्छ र बाल्टिक सागर हुँदै यात्रा हामी चाहिँ अब हेर्दैछौँ कहाँनिर बस्दा हुन्छ होइन। अनि अब यहाँ चाहिँ अब यसो मोबाइलहरू चार्ज गर्न पनि त्यो पावर भएको ठाउँनेरि नै बस्नु पऱ्यो फेरि त्यो पनि हेर्नु पऱ्यो। झ्याल पनि हेर्नु पऱ्यो होइन। झ्यालबाट बाहिरको दृश्य पनि त हेर्नु पऱ्यो। अहिले चाहिँ यो बाहिर कुहिरो लाग्यो हुनाले के पनि देखिएको छैन होइन। पानी पनि पर्यो कुहिरो लागिरहेछ। अब म चाहिँ बाहिर आएको छु यो जुन जहाजको सबभन्दा माथिल्लो फ्लोरमा चाहिँ हेर्नलाई होइन। यहाँ माथिल्लो फ्लोरमा चाहिँ बाट अब ती हेर्दैछु होइन। गाडीहरू झनै 700वटा गाडी छिर्ने अट्ने रहेछ कि ठुला साना गरेर 700वटा गाडी चाहिँ सम्म अट्ने 3000 जनासम्म चाहिँ एकैपल्ट चाहिँ यात्रा गर्न सकिने। यहाँ देख्न सक्नुहुन्छ यो कुहिरो लाग्यो हुनाले चाहिँ खासै केही देखिएको छैन। अब फर्किँदाखेरि देखिन्छ कि हेरौँ होइन। यहाँबाट नै माथि हेर्न खोजेको तर यहाँ चाहिँ यो टावर होला यो चाहिँ यसले चाहिँ सूचना पठाउने होला जहाजले चाहिँ अन्त ठाउँमा होइन टावरसँग सम्पर्क गर्ने ठाउँ हो। अब यो जहाज चाहिँ कोरियाले बेचेको रहेछ होइन। फिनल्यान्डलाई कोरियाले बेचेको र फिनल्यान्डले चाहिँ यो चलाइरहेछ। अनि यो जुन टालिन छ इस्टोनिया यहाँ चाहिँ बढी जसो फिनल्यान्डका मान्छे चाहिँ त्यहाँ चाहिँ सामानहरू होइन त्यो रक्सीहरू यो आइटमहरू चाहिँ निकै सस्तो हुने रहेछ कि अनि त्यो लिनको लागि चाहिँ पनि जाँदा रहेछन् होइन। त्यो उनीहरूले चाहिँ अब यसमा कुनै ट्याक्स नलाग्ने होइन कुनै भन्सार नलाग्ने होइन। हाम्रो जस्तो नेपालबाट इन्डियाबाट नेपाल ल्याउँदा अहिले भन्सार लाग्दा त्यो केही पनि भन्सार नलाग्ने रहेछ कि यहाँ चाहिँ
अनि अब यहाँका मान्छेले चाहिँ जुन भ्याट छ नि यहाँ चाहिँ 25-27% भ्याट तिर्नुपर्छ कि यो जुन ट्याक्स चाहिँ एकदमै छ होइन। अनि सुविधा पनि दिएको छ कि अब बालबच्चा पढाउन गर्न होइन सबै अब अहिले फाइनल्ली चाहिँ यो स्टार्ट भइसकेको छ होइन। जहाज स्टार्ट भइसक्यो अनि धुवाको मुस्लो छोडेको छ कति खान्छ होला तेल होइन। यसले यत्रा मान्छेलाई लानु पऱ्यो गाडी यत्रा गाडी लानु पऱ्यो ओसार्नु पऱ्यो होइन। अब चाहिँ हिँड्ने बेला भयो यो जुन उसबाट चाहिँ छुट्यो होइन। यो जुन त्यो सिक्रीले बाँधेको हुँदो रहेछ कि तल मैले त्यो ठुलो सिक्रीले चाहिँ बाँधेर राखेको हुँदो रहेछ होइन। अनि त्यो सिक्री चाहिँ अब हिँड्ने बेलामा चेन त्यो चेन चाहिँ अनि छुटाउने रहेछ कि होइन। फाइनली चाहिँ जहाज हिँडिसकेको छ। हामी बाल्टिक सागरमा छौँ। हेलसिन्कीबाट टालिन जाँदैछौँ। एउटा विश्वकै उत्कृष्ट देश मानिन्छ यो जुन टालिन ओल्ड टाउनहरू होइन। अनि त्यसतर्फ लागिरहेका छौँ। अनि समुद्रमा चाहिँ जहाज प्रति घन्टा 50 किलोमिटरको दरले हिँड्ने रहेछ होइन। लगभग 143 किलोमिटर होला। त्यो अनुसार हामी यात्रा गरिरहेछौँ। अब बाहिर कुहिरो लाग्यो हुनाले त्यति धेरै दृश्य त देखाएको छैन। हो अब फर्किँदा चाहिँ कुहिरो हट्ने छ भन्ने विश्वास ल्याउँ। यो जहाजभित्र चाहिँ होइन दृश्य देखेर अहिले एकदमै घाम लाग्न थालिसकेको छ होइन। हामी नजिक पुग्दैछौँ। आधा भयो होला होइन। अब गति एकदमै एकनास गतिले हिँडिरहेछ पानी जहाज होइन। होइन यता अब पुरै मान्छेहरू बस्न थालिसके बसिरहेको छ। डान्स गरिरहेछ होइन। यहाँ डान्स पनि आफ्ना कला होइन देखाउने। अनि त्यहाँ अब म्युजिसियनहरू लाइभ म्युजिसियनहरू हुन्छन् होइन। त्यहाँ उनीहरूले चाहिँ गीतहरू बजाउँछन् बाजा बजाउँछन् होइन। नाच्ने गर्ने होइन इन्जोय गर्ने होइन। अब सबै थोक छ यहाँ। अब यी साना नानीहरू भने नाच्नलाई होइन ब्युटिफुल होइन। त्यो बाजाको तालमा चाहिँ उनीहरू नाच्दैछन्। फ्रिली छोडिदिएछ होइन। त्यहाँ बसेको छ। यो चाहिँ डान्स गर्ने जतिलाई यो ठाउँ हो। अनि मेचहरू उतापट्टि राखिदिएछ होइन। यो चाहिँ अब इन्जोय गर्ने मान्छेको आफ्नो तरिका हुन्छ होइन। अब
हामी अब यो चाहिँ ठाउँ देशअनुसारका मान्छेहरू हुन्छन् होइन, अनि आफ्नो आफ्नो देशको चाहिँ नृत्य होइन, अब यो नृत्यहरू देखाइरह। अब फाइनल्ली चाहिँ हामी इस्टोनिया आइपुगेका छौँ। टालिनमा चाहिँ अब यी गाडीहरू होइन, अब हामी अवतरण गऱ्यौँ। अब यी गाडीहरू, यी कारहरू देखिरहनु भएको छ, यी सबै यो जहाजमा चढाउनलाई होइन। अब मान्छेले चाहिँ आफ्नो कार लिएर जाने, त्यो गाडीमा हाल्ने, अनि त्यसो गर्ने रहेछ होइन। होइन मान्छे अब यो जहाजको छतमा चाहिँ एकदम इन्जोय चाहिँ गरिरहेको छ होइन। फाइनल्ली चाहिँ इस्टोनिया हो, अब 100% साक्षर देश होइन। अब पेपरलेस भोटिङ पनि अनलाइनबाट हुन्छ क्या इस्टोनिया। हाम्रो जस्तो लाइन बसेर भोट हाल्नै पर्दैन होइन, सबै अनलाइन छ होइन। विश्वमा चाहिँ एकदमै राम्रोसँग चाहिँ भोटिङहरू चलेको चाहिँ भोटिङहरूदेखि लिएर होइन, पैसा पनि चल्दैन, नोट चल्दैन होइन, सबै डिजिटल हो, डिजिटल गरेको छ। अनि यो देख्न सक्नुहुन्छ, यो हामी ओल्ड टाउनतर्फ लागेका छौँ। यो ओल्ड टाउन चाहिँ यो देखिएको टावर चाहिँ यो पहिलाको औद्योगिक क्षेत्र रहेछ होइन। अब यो औद्योगिक क्षेत्रलाई पनि अहिले यस्तो राम्रो बनाएको छ, पुराना पुराना घरहरूलाई अलिअलि रङरोगन गरेर चाहिँ त्यहाँ क्याफेहरू चलाइदिएको छ कि होइन। हाम्रोतिर भए त्यत्तिकै त्यो भग्नावशेष जस्तो भएर जान्थ्यो नि त होइन। यहाँ चाहिँ त्यो गरेको छ होइन। अब रोडहरू हेर्नु, अब कति राम्रो छ रोड होइन। अब पानी जहाज बाट नै हामीले रेलहरू चढ्न सक्छौँ होइन। टाउन घुम्ने पुरै मेट्रो रेल पनि छ। यो ओल्ड टाउन चाहिँ 800 वर्ष पुरानो मानिन्छ होइन। 800 वर्ष पहिला बनेका घरहरू सबै होइन, पुराना घरहरू हुन्, अलि रङरोगन मात्रै गरेको हो होइन। अनि यी घरहरू 700-800 वर्ष पुराना छन् घरहरू। यी ढुङ्गाहरू हामीले यो राता ढुङ्गा देख्न सक्छौँ, यी सबै चाहिँ त्यो ढुङ्गाहरू नै छाप्या हो होइन। एक नासले छन् यी ओल्ड टाउनहरू होइन, यो घरहरू। अनि युनेस्को ओल्ड विश्व सम्पदा सूचीमा सूचीकृत हजारौँ पर्यटकहरू इस्टोनिया पुग्ने गर्दछन् होइन। यी पुरानालाई चाहिँ रङरोगन गरिरहेछ होइन। यिनीहरूलाई चाहिँ संरक्षण भनौँ न गरिरहेछ। अहिले हामी चाहिँ ओल्ड टाउनमा छौँ। यो चाहिँ ओल्ड टाउन हो। अहिले चाहिँ अब जुन इस्टोनियाको राजधानी टालिनमा चाहिँ यो भित्र ओल्ड टाउनमा छु होइन। यहाँ निकै पर्यटकहरूलाई लोभ्याउनलाई निकै चाहिँ यहाँका स्थानीयहरू होइन, यहाँको पर्यटन मन्त्रालय होला होइन, यिनीहरू सबै परिचालित हुँदो रहेछ कि सबैतिर होइन। काहीँ रथ लिएर हिँडेको छ, काहीँ चाहिँ होइन, काहीँ चाहिँ बाजाहरू, त्यो तोरपिल बाजाहरू बजाइरहेको देखिन्छ। काहीँ चाहिँ आफ्नो वेशभूषा कला होइन, ती चाहिँ देखाइरहेछ कि, ती कलाहरू देखाइरहेछ। अनि एकदमै राम्रो लाग्यो यो, मलाई चाहिँ एकदमै राम्रो लाग्यो देश होइन। यहाँ सानो देश होइन, जम्मा 10 लाख मान्छे बसोबास गर्ने ठाउँ होइन। अनि अब यहाँ 10 लाख मान्छे मात्रै छन्, जनसङ्ख्या पनि धेरै छैन। अनि सबै अब यो आम्दामीको स्रोतै पर्यटकै। अब पर्यटकहरू आउँछन् होइन, एक रात बस्न आए पनि अब यहाँ चाहिँ सबै खानेकुरादेखि लिएर रेस्टुरेन्टहरूदेखि लिएर होइन, आफ्नो देशकामा उत्पादन भएका सामानहरू चाहिँ यसरी बेच्नलाई चाहिँ बसिरहेछ होइन, बाटामा बसिरहेछ। यो स्ट्रिटमा देख्न सक्नुहुन्छ होइन। स्ट्रिटहरूमा देख्न सकिन्छ। अब यहाँ चाहिँ
निकै चाहिँ मान्छेहरू यहाँ भेला भइरहेछ होइन। ओल्ड टाउनमा छु होइन। यो ओल्ड टाउन सिटी विश्वमै प्रसिद्ध छ, युनेस्को वर्ल्ड हेरिटेजमा सूचीकृत हो। अनि अब धेरै पर्यटकहरू आइरहेको देखिन्छ होइन। यहाँ चाहिँ हजारौँ पर्यटकहरू आइरहेछ होइन। अनि हामीले चाहिँ नेपालबाट पनि एउटा यो अब वातावरण सम्बन्धी प्रोग्राममा चाहिँ विश्वभरिबाट मान्छे आइरहेको छ। त्यहाँबाट नेपालबाट पनि एकजना म्याडमलाई चाहिँ भेटेको थियो होइन। उहाँ यो टालिन घुम्नको लागि पुग्नु भएको छ। पुराना घरहरू छन्। यो पुराना घरहरू होइन। अब हाम्रोतिर अब भूकम्प गइरहने ठाउँ भएको हुनाले हाम्रोमा चाहिँ नयाँ कङ्क्रिटवाला बने होइन। तर यहाँ चाहिँ पुरानै घरहरू छन्, कुनै पनि घर भत्काइएको छैन होइन। अब त्यही घरमा चाहिँ रङ रोगन गरेको छ, माथि टाइलहरूमा रङ लगाएको छ होइन। अनि कलर पनि राम्रो कलरहरू छ घरमा। अब यो चाहिँ एकदमै यहाँ चर्चहरू पनि धेरै रहेछ होइन। चर्चहरू यी चुच्चा देखिएका चर्चहरू होइन। पुराना चर्चहरू पनि छ होइन। अनि यी घरहरू हेर्नु न ल, कति राम्रो छ कि घरहरू होइन। एकदम राम्रा छन् यी घरहरू, रङ रोगन गरेको छ। हाम्रो बसन्तपुर दरबार स्क्वायर जस्तै लाग्ने होइन। अब यो रथहरू होइन, यो जम्मै यो यहाँको टुरिज्म बोर्डले चाहिँ यसरी जुन कलाहरू देखाइरहने के होइन। रोडमा चाहिँ कहिले हाम्रोतिर झाँकीहरू भने जस्तो यहाँ नाचिरहेछन्। यहाँ चाहिँ नाचिरहेछन् मान्छेहरू होइन। आफ्ना देशको भाषा होइन, कला देखाइरहेछ। यो पुराना होइन, यो ओल्ड टाउनमा जान चाहिँ अब कुनै सानो बाटो पनि बनाएको रहेछ होइन। त्यतिखेरकै हुन् यो फलाम, यो देख्न सक्नुहुन्छ होइन। यिनीहरू होइन, यो फलामी यो त्यतिखेरको यो 800 वर्ष पुरानो होइन। अब त्यतिखेरको जुन कति बलियो रहेछ त होइन। सिमेन्ट, अहिले हाम्रो सिमेन्ट लाउँछौँ होइन। अब यहाँ यो चाहिँ चर्च हो कि यिनीहरू सबै। धेरै छन् चर्चहरू पनि। ती चुच्चा देखियो भनेदेखि सबै ती चर्चहरू हुन् कि। स्टिक वाकर भन्छ होइन। यहाँ यसरी स्टिक वाकरहरू यसरी हिँडिरहेछ होइन। एक पाङ्ग्रे साइकल होइन। ठाउँ अनुसार मान्छेको अनुभव होइन। अब यो चाहिँ पर्यटकहरूलाई लोभ्याउने होइन। त्यो चाहिँ यो यहाँको टुरिज्म बोर्डले चाहिँ यसरी ठाउँमा त्यसरी गर्ने रहेछ होइन। ल एक पाङ्ग्राले साइकल ल अनि एक पाङ्ग्राले नि साइकल, एक पाङ्ग्रामा नि चल्छ भने होइन। अब यहाँ कन्सर्टहरू पनि भइरहेछ होइन। कन्सर्ट यहाँ त्यो यस्तो सांस्कृतिक प्रोग्राम त यहाँ दिनदिनै हुने रहेछ कि। किनभने मान्छेलाई त भुल्याउनु पऱ्यो यताउता होइन। आफ्नो देशको कला देखाउनु पऱ्यो होइन। अब त्यस्तो भएको हुनाले यहाँ देख्न सक्नुहुन्छ। यो मान्छे आनन्द लिने, घाममा बस्ने होइन। अनि त्यहाँ चाहिँ रेस्टुरेन्टहरू खोलिदिएको छ सबैतिर होइन। अनि उनीहरूले ट्याक्स बुझाउनु पऱ्यो होइन। अनि यो देश इस्टोनिया चाहिँ पहिला स्विडेनको अन्डरमा थियो। स्विडेनभन्दा पहिला डेनमार्कमा थियो
अन्डरमा थियो होइन। यो चाहिँ 1300-1400 को पालामा। अनि त्यो पछि चाहिँ स्विडेनले एट्याक गरेर होइन, स्विडेनले लियो, कब्जामा लियो, आफ्नो चाहिँ एउटा बनायो। अनि पछि चाहिँ रसियाको रेड आर्मी, रसियाको चाहिँ सोभियत सङ्घको रेड आर्मीले चाहिँ कब्जा गरेर चाहिँ इस्टोनियालाई आफ्नो कब्जामा ल्यायो होइन। अनि उसले चाहिँ धेरै कुराहरू बनाएको पनि रहेछ रसियाले पछि, यो जुन इस्टोनियाको बनाएर छ। अनि पछि अनि यहाँ चाहिँ 10औं लाख मान्छेहरूले मार्च गरे होइन, यो आफ्नो स्वतन्त्रताको माग गरे होइन। जुन यो त्यो पछि यो चाहिँ फाइनल्ली स्वतन्त्र भएको रहेछ होइन। अनि रसियाको रेड आर्मीले चाहिँ यहाँ बम पनि हानेर रहेछ होइन। 10% यो भवनहरू क्षति भएको रहेछ क्या त्यतिखेर। यहाँ चाहिँ अब जुन सोभियत सङ्घ थियो होइन, अनि धेरैवटा देशको चाहिँ खिचातानीमा परेको देश होइन। अनि फाइनल्ली चाहिँ स्वतन्त्र भएपछि यो देशले निकै ठुलो प्रगति गरेर रहेछ कि। अब हामीलाई अचम्म लाग्छ, अब पुरै अब पेपरलेस छ, घरबाटै काम गर्न मिल्छ, सबै अफिसको काम होइन, अनलाइनबाटै गर्ने व्यवस्था मिलाइदिएको छ होइन। अब फाइनल्ली चाहिँ हामी अब फर्किने तर्खरमा छौँ। जहाज आइसकेको छ हामीलाई लिनलाई। यो जहाजले चाहिँ 2 पल्ट ओहोरदोहोर गर्ने छ कि होइन। अब फिनल्यान्ड चाहिँ हामीलाई पुर्याएर आयो, फर्क्यो, अनि फेरि दिनमा 2 पल्ट चाहिँ ओहोरदोहोर गर्ने रहेछ होइन। अनि यो जहाज सस्तो पनि छ, अरू प्राइभेट जहाज चढ्यो भने चाहिँ अलिक धेरै महँगो पनि पर्ने रहेछ होइन। अनि यसमा चाहिँ अब यत्रा बसहरू, यत्रा ट्रक, ट्रेनहरू होइन, कन्टेनरहरू, अब यो चाहिँ अब कुनै पनि देशसँग यो जुन सडकले चाहिँ जोडिएको छैन होइन। यही समुद्रको बिचमा छ कि, यो समुद्रको बिचमा एउटा ठुलो आइल्यान्ड हो। अनि अब यहाँ चाहिँ अब यसरी बसहरूदेखि लिएर होइन, यसरी चाहिँ आयो होइन। अब यो यस्तो राम्रो ब्युटिफुल कन्ट्री होइन, आए म चाहिँ धेरै चाहिँ इन्जोय गरेँ। यहाँ चाहिँ रमाइलो हो यात्रा होइन। स्टिक वाकर होइन, पुराना भवनहरू होइन। फाइनली चाहिँ अब हाम्रो फर्किने बेला भयो। हामीले यहाँको लोकल मार्केट पनि होइन हेऱ्यौँ होइन। अब देख्न सक्नुहुन्छ